Happy birthday to you. Happy birthday to me. त्यहाँ तल रहेछ मेन मन्दिर जाने बाटो चाहिँ। टिकटक बनाउन नि फेरि सजिलो छैन नि यहाँ। टेक्निक अनेक लगाउनु पर्छ। बिस्तारै बिस्तारै बिस्तारै। मेरो नाम युनेश हो है। अनि आज चाहिँ मेरो जन्मदिन। तपाईहरु सबैजना आइदिनुभयो, मलाई एकदमै धेरै खुसी लाग्यो है। यो व्हाट्स अप गाइज, न्यू डे फेरि पनि स्वागत छ है नयाँ ब्लगमा। आज चाहिँ डे 2 हुँदैछ हाम्रो खोटाङ हलेसी महादेवको दर्शनमा। अनि अहिले चाहिँ यहाँ सब रेडी भइसकेको छ, पछाडि रेडी हुँदैछ, म रेडी भइसकेँ। यहाँ प्रशान्त के भनेर प्रशान्त? हेलो गाइस, आज चाहिँ हाम्रो स्पेशल डे हो। अहिले बिचमा भन्नुला गुरुबा दर्शन गर्न नजाने? जाम होला। गर्नु भाइ आज हामी कति जानला भन्दै हुन्छ? मन्दिर। आज मन्दिरमा के गर्ने गोलु भाइ? दर्शन गर्ने। वाह, दर्शन गरेर के माग्ने आज? मलाई छिटो मिठो बनाइदिनु, मलाई सन्चो गरिदिनु भन्नु छ हो। ल गोलु भाइको त्यो इच्छा पुरा हुन्छ ल आज। आमा के बिजी राम्री देख्नु भयो हो? अनि त गाह्रो छ हजुर। के किन हामी के किन्दैछौँ मामा आज? हामी के किन्दैछौँ? अनि पूजाको अनि मन्दिर हिँड्दैछौँ। ठिक छ मामा। हेर्नु पर्यो नि त, यता हेर्नु पर्यो नि त। ल आन्टी एउटा प्रश्न सोध्नु मन लाग्यो क्या। यति राम्री देखिनु भएको छ, बिहान कति घन्टाको मेकअप हो भन्नु त? पत्याइन्छ 10 मिनटको मेकअप भनेर? 10 मिनटकै गाह्रो छ पत्याउनु पर्यो। मेकअप नेचुरल ब्युटी। आम्मा होइन यसै गरी अब यहाँबाट चाहिँ मन्दिरको दर्शन सुरु हुन्छ। अनि हिजो बेलुका पनि आएको थियौँ हामीले, प्रिभियस भ्लगमा पनि देख्नुभयो होला। अब यहाँनिर चाहिँ हात खुट्टाहरू धोएर त्यस पछाडि यहाँबाट माथि मन्दिरमा गइन्छ है। आज बुहारी फिक्स हो, यति भएपछि अलिकति मुस्कान हानिदिनु पर्यो। फिक्स लिएरै जाने हो आज त। यो चाहिँ गणेश भगवानको मन्दिर। हिजो बेलुका अगाडिको भ्लगमा देखाएको एलइडी लाइट चाहिँ यहीबाट हो होइन। जय गणेश। थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू। Happy birthday to you. Happy birthday to me. Happy birthday to you. Happy birthday to me. अर्को कुरा थाहा पाइसक्नुभयो, आज मेरो जन्मदिन पनि छ है। आज कसको बर्थडे छ आएन? वाउ, ह्यापी बर्थडे भन्दिउ त आफैलाई। हप्तापछि बर्थडे आउँछ। लिपस्टिक पनि कस्तो मजाले लगाएको हो। देखाइदिउँ देखाइदिउँ। कसले लगाइदिनु ल लिपस्टिक मायालाई? मम्मीले। वाउ, के अब अहिले चाहिँ मेन मन्दिरतिर गइरहेछ हामी यहाँबाट। के यसो मेन मन्दिर चाहिँ यस्तो रहेको छ है। त्यहाँ तल रहेछ मेन मन्दिर जाने बाटो चाहिँ भित्रसम्म। अब यहाँबाट चाहिँ तल फोटो खिच्न पाउँदैन भनेको छ है। सो यहीँबाट देखाइन्छ एकचोटि तपाईँहरूलाई। यस्तो छ यहाँ चाहिँ सिनहरू। अब चाहिँ दर्शन गरेर सबैजना निस्किम है। मागिसकेछ जम्मै सही सही। त्यो पछि त्यहाँ उस न म त्यहाँ भज मात्रै पहिलो बसेको हो। माइजू पस्नु सक्नु भएर सुरुमा गाह्रो अप्ठ्यारो हो। म पसेँ फेरि माइजू पस्नु। आज धनी हुने भयो है, सम्पर्क राखौँ है। आज हात्तीभन्दा तलको व्यापार छैन। रमाइलो भयो एकदम धेरै। दर्शन कस्तो भयो?
एकदमै सोचे भन्दा राम्रो। अहिले चाहिँ अब हामी सबै दर्शन गरेर है अनि शङ्ख फुक्नलाई जाँदैछौँ। हेलो के हो किनेको के अरे मम्मी? ल फेरि जाओस् त एकचोटि। लै सम्झनामा आउँछ ल फेरि खोइ त लै सम्झनामा परे दिदी पर्यो। ल है मम्मी छैन निकाल्नु त। आफूले जे माग्यो ट्याक्कै पुग्छ। होइन होला त्यो त किसानलाई र मलाई होला। ल यसैको लागि आएको हामी माथिदेखि यहाँसम्म शङ्ख फुक्नको लागि। ल ल ल बस बस यताबाट हामी चाहिँ अर्को गुफातिर लाग्दैछ होइन। यस्तो रहेछ गुफा चाहिँ यहाँ। त्यही उहाँ तलदेखि यस्तो रहेछ। अहिले चाहिँ हामी कुन गुफामा आछौँ? माटो होइन माटो होइन भन्ने आएको। अब चाहिँ हामीले सबजनाले दर्शन गरेर अब यहाँबाट निस्किँदैछौँ है। यहाँ हाम्रो हलेसी महादेवबाट दर्शन गरेर निस्किँदैछौँ र सबजना के भन्ने रे? हलेसी महादेव हलेसी महादेव है त। ल रमाइलो भयो, दर्शन गरियो, रक्षा गरून्। लाली गुराँस फुल्थे है डाँडा काँडा, माया मेरो भइ गयो टाढा टाढा। चोली देउन मखमली सारी हजुर फाइबर, मै त भाइ हो रेलको ड्राइभर। चोली राम्रो मखमली सारी हजुर फाइबर, मै त भाइ हो रेलको ड्राइभर। बाँदैमा मजुर नम्बर 1 हो नि हजुर गोर्खे खुकुरी, लेखमा डाफे बनैमा मजुर, हिरो नम्बर 1 हो नि हजुर गोर्खे खुकुरी, गोर्खे खुकुरी लाउँदै कम्मरमा बन्दियो मायाले पहिरो। यहाँ अहिले एकछिन फ्रेस हुनको लागि गाडी रोकेर बसेको छ होइन। अनि यहाँनिर चाहिँ हाम्रो मम्मी यता चाहिँ हाम्रो टिकटक ग्याङ। टिकटक बनाउन नि फेरि सजिलो छैन नि, यहाँ टेक्निक अनेक लगाउनु पर्छ। राम्रो टिकटक बनाउनको लागि टायरको मासतिर, ट्रकको मासतिर
यतिको मेहनतको लागि चाहिँ लाइक हानिदिनु पर्छ है। यतिसम्मको मेहनत त खाना पकाउँदा नि गरिँदैन। ये बड़ी अच्छी बात। ल हेरौँ यहाँ अनि त कसले सक्ने। अहिले यहाँ हामी सबजना खाना बसेको छ फुड कोर्टमा है। अनि यहाँ खाना सुरु भइसकेको छ। यता चाहिँ यो दिउँसोको खाना होइन त कस छ ए बिहानको खाना गाह्रो ठिक यहाँ चाहिँ सबै शाकाहारी टिम हाम्रो। तर हामी चाहिँ के पर्यो मांसाहारी हाम्रो सब खाने हो। क्या त्यस्तो लाग्यो कस्तो देखाएको छ थाहा छैन। गाह्रो छ। ठिक हामी चाहिँ भाते पार्टी हो मासु भात। के हो रे आन्टी के रे ए मासु होइन माछा पो हो। आमा यता त झन् अरू ए फिस फ्राई। अब यो चाहिँ दिउँसोको खाना हुँदैछ हाम्रो यहाँ होइन। कोहीले त सुरु पनि गरिसके यहाँ नदेखा मलाई भनेको देखाइदिएँ। ल सबजना खाना बस्छौँ अब यहाँ टक्क लाएर खाऊँ है त। खाना खाऊँ अन्त पछाडि आउँदैछु। सुरु गरौँ केटा भयो चमक सजमा राख्छु तिमीलाई यो दिलको नाजमा गल बन्दी चतियो तिमीले तानेर बोलाउन खोजेको आफ्नै जानेर तिमीले तानेर बोलाउन खोजेको आफ्नै ठानेर बोलाउन खोजेको आफ्नै ठानेर। अब अहिले यहाँ सबैजना एकछिन गाडी रोकेर है गाडी चाहिँ यहाँनिर छ। अनि यता साइडमा लाएर एकछिन सबैजना रेस्ट गरिरहनु भएको छ। आमा कस्तो भइरहेछ त अलिसिको यात्रा? ठीक भइरह। यता हेरौँ न कस्तो ठीक रमाइलो। यति त हुनै पर्यो है। यति हुनै पर्छ। यात्रा कस्तो भइरहेछ त? एकदम ठीक छ। अनि रमाइलो के गरियो? पूजा गरियो बर्थडे मनाउने कुरो छ। अनि मम्मी आज पार्टी कता रे? पार्टी छोराले जता दिन्छ त्यतै हो। ए गाह्रो छ हजुर। छोराले पार्टी जता हुन्छ त्यतै दिने। प्रश्न त राम्रै आयो त यार। उत्तर पो के दिउँ भयो मलाई त। छोराले जे दिन्छ हामी त्यही ह्याप्पी भएर खामला। यहाँ आन्टी हाम्रो आन्टी अहिलेदेखि हो पार्टी भनेको। साँच्चै के दिने हामी? नभन्दै मैले भने त ए स्पेशल त्यस्तो पनि खान्छन् त पेटै आउँदैन नि। दाल भात डम्बा हाम्रो माइजीलाई कस्तो भइरहेछ? रमाइलो भइरहेछ। माइजीलाई नचाउनु सकिएन कि एउटै गीत माइजीलाई मन पर्ने गीत थाहा भएन क्या? जस्तो आउँछ त्यही तालमा घुमिहाल्छ नि। कसरी देखाइदिउँ त दर्शक श्रोतालाई। आमा यति चाहिँ पर्यो है यति चाहिँ पर्यो। आमा कसले सक्नु अनि गाडीको जस्तो मजा छ त। ल अब अहिले चाहिँ यहाँनिर परिवारले मलाई यो सरप्राइज हो कि यो थाहा भएको हो मलाई पनि थाहा छैन है। चिया खान भनेर चिकन स्टेसन लिएर आउनु भएको छ। वाउ आज कुखुराले चिया लाग्छ सबैजना। नमस्कार दाइ। जान चाहिँ यता जानु लारे। अब यो कसको आइडिया मलाई थाहा छैन तर ठिकै छ खुसी लागिरहेछ अरे के भन्नु म त। अनि मम्मी प्लानिङ कसको त? विश्राम दाइले भन्नु के खाँदा दाइले अब बोलाउनु भएको चिया खाएर जाम भने यार सर अब बडेले चिया नखाइकन हुँदैन। ल एकैछिनै अहिले चाहिँ एकैछिनै त गाइस ल
बिस्तारी 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 सबैजना आइसक्यौँ होइन यो चाहिँ युनिस्ताको सरप्राइज सरप्राइज स्पेसलेस म यहाँ आएर हेरेछु सबजना अब सबजना ढले गर्छन् यो चाहिँ गीत निस्क्यो होइन मेरो हामी चिया खाना आएको एकदम खुसी लाग्यो मलाई अब चिया खाना भनेर यतातिर आउनु भएको छ चिया त राम्रै रहेछ है अगाडि तर एकदम खुसी लाग्यो धेरै धेरै धन्यवाद सबैजनालाई इट मिन्स अ लट है धेरै धेरै धन्यवाद जसले हेर्नु भएको छ माया देखाइदिनु भएको छ के भन्नु होइन त हो गिफ्ट के छ सरप्राइजमा लिने प्लान छ दिने सरप्राइज रेडी बनाउनु भयो नमस्कार है नमस्कार कोक चाहिँ होइन अरू बर्थडे प्लानिङ कसो गर्ने के खाने भनेर आज बिहान चाहिँ हामी खोटाङ हलेसीको दर्शन गरेर यहाँ डिनरको लागि चाहिँ हामी यहाँ चिकन स्टेसन राधेमा आइपुग्यौँ। आज कस्तो दिन कस्तो भयो एकदम रमाइलो खोटाङको भाले छुटो यहाँ राधेको चिकन स्टेसन। फाइनली अहिले चाहिँ हामी यहाँ चिकन स्टेसनमा खानासाना खाइसकेको छौँ। यहाँ चाहिँ हामीले मिश्रालाई बिहानदेखिको प्लान थियो, मिश्रालाई थाहा थिएन। अनि यहाँ खोटाङबाट यहाँ आउँदा राधेमा आइपुगेपछि हामी चिया खानु भनेर यहाँ मिश्रालाई लिएर आएको थियौँ। फाइनली अब हामी चिकन स्टेसनबाट छुट्न लाग्दैछौँ सबैजना है। यो चिकन स्टेसन बुक गर्न विश्वराम दाइले गरिदिनु भएको। मेन आजको उहाँ हुनुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद। सरप्राइज गरिदिने हाम्रो दाइलाई धेरै धेरै धन्यवाद। पछि पनि यसै रमाइलो गर्न आइपुग्छ। एकैछिन एउटा सानो मेरो पर्सनल हो है, सबलाई देखा न, सब मान्छेलाई देखा न। मेरो नाम युनेस हो है, कसैलाई थाहा छ कसैलाई थाहा छैन, अहिले परिवारलाई थाहा छ, तपाईँहरूलाई थाहा छैन होला। मेरो नाम युनेस हो है। अनि आज चाहिँ मेरो जन्मदिन, तपाईँहरू सबैजना आइदिनुभयो, मलाई एकदमै धेरै खुसी लाग्यो है। अनि यो सरप्राइज दिनुभएकोमा चाहिँ म एकदम धेरै खुसी छु र मनैदेखि सबैलाई धन्यवाद आइदिनु भएकोमा र एकदम रमाइलो भयो। होपफुली हामी फेरि पछि यसरी नै भेट्नेछौँ है त। मनैदेखि सबैलाई धन्यवाद। बाई बाई। सबै यात्रा सकाएर अब घर आइसकिएको छौँ। जे जस्तो भए पनि अहिले घर आइसकेको छ है। सबजना बाहिर अब फ्रेस हुँदै हुनुहुन्छ, त्यही भएर कराउँदै हुनुहुन्छ। अब त्यही हो, यो भ्लग यहाँसम्म हेर्नु भएको छ भने चाहिँ माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला है। अनि हामी फेरि यस्तै अब मिल्यो भने यस्तै रमाइलो यात्रामा भेट्नेछौँ। ओभरअल एकदमै रमाइलो भयो है। त्यही पनि लास्टली मनैदेखि सबैलाई धन्यवाद। त्यो बर्थडे सरप्राइजेसको लागि चाहिँ एकदमै खुसी लाग्यो है। एकदम रमाइलो पनि भयो। म तपाईँहरूलाई त त्यो देखाइ नै हाल्छु र यति भन्दै यो भ्लग चाहिँ हिँडेर सघाउँछु है त। अहिलेको लागि चाहिँ बाई। ओइ सन्देश के भन्नु छ?
कस्तो भयो भन्दै नि त ल्याम्पले के खाइस भन्दै नि त